ल है साथीहरू आज चाहिँ हामी यसो डाँडा घुम्न आएको उत्तर कोरिया अब घुम्दै जाऊँ उत्तर कोरियाको ऊ त्यो बोर्डर छ त्यहाँबाट उत्तर कोरिया देखिन्छ हैन उत्तर कोरिया हेर्न जाँदैछौँ हाम्रो परिवार पुरा उत्तर परिवार कोरियाले क्षेपणास्त्र प्रहार गर्यो भने हामी सबै सुहा हुन्छ हजुर ल है यहीँसम्म आइपुग्दा थाकेँ म त स्याहाँ नै भयो ल है यता हाम्रो अर्को ब्लग चलिरहेछ सानो ल यता हेर है मिनी ब्लगमा हाई भनिदिनु सबैजनालाई हाई यता हाम्रो सानो प्रिन्सेस आइको पस गर्नु न अनि माथि बनाउनु पस गर्नु सलिमिटर गएको त्यो उकालो ओह्रालो याद आयो कहाँ सलिमिटरको यस्तो छ नि झन् सलिमिटरको झन् त्यो स्टेप छ छिटो लाग्यो सलिमिटरको त अहिले पुल भएर पो त नत्र पहिला तिमी हिँडेर जहाँ गएको भन्दा धेरै त्यसको मिमी आया मिमी आया आफा भन्दैछ क्यामेरा हल्लायो गान्छु यस्तो जङ्गलको भ्यू पनि देखाइदिनु जङ्गल अलिक टाइम लाग्छ कहाँ आउँछ क्यामेरामा त कहाँ थकै लाग्छ अरे होइन हामी जस्तो यङ मान्छे हिँडिहाल्छ नि डगरङ डगरङ म त तिमीहरू अगाडि जाओस् भइरहेछ बिचरा कम्ता माया लाग्यो अर्को चाहिँ यता छौ यो उत्तर कोरिया चढेको धेरै गाह्रो रहेछ 7 जना जस्तो भयो उत्तर कोरिया जाँदाखेरि उत्तर कोरिया लामखुट्टे आउँदै रहेछ मम्मी कोरियामा एउटा उत्तर कोरियाको कोरियनसँग बिहे गरिदिन ल्याएको जङ्गलै जङ्गल हिँडाएको लु मार्यो सक्की गर्ने लु भइगयो तिमीलाई आवाज पनि दिन सक्दिन इन्टरभ्यू बोर्डर हो यो यसरी राखेको छ यो बोर्डर पार यसरी कार्ड पार गरिरहेको छ यहाँ उत्तर कोरियाको अब हामी जाँदैछौँ उत्तर कोरिया अझै नजिक नजिक फोटो हेर्ने कति राम्रो आउँछ नि ल आइपुग्न आयो उत्तर कोरिया अब मम्मी धेरै टाढो छैन अब आइपुग्यो उल्टा याक्सुदा यताबाट पुग्छ र हामी पार्क हामी त हामी पार्क हो कि यताबाट